हिजो आज हजुरले व्यक्तिगत रूपमा नेत्र विक्रम चन्दले के गर्दै हुनुहुन्छ अनि पार्टीले के गर्दैछ महासचिवजी अहिले? छैन, अहिले व्यक्तिगत कुरा खास केही छैन, पार्टीकै कुरा भयो। हजुर, राजनीतिक रूपले हामी चाहिँ यो सर्वपक्षीय अन्तरिम सरकार बनोस् भनेर हजुर, राष्ट्रपतिजीसँग पनि छलफल चलायौँ। हजुर, प्रधानमन्त्रीजीसँग पनि छलफल भयो। हजुर, र त्यसपछि अन्य राजनीतिक दलका नेताजीहरूसँग पनि छलफल चलिरहेको छ। हजुर। र दोस्रो अब यता पार्टीको संस्थागत ढङ्गले अहिले उत्पादनमा सबै साथीहरू लागिराख्नु भएको छ। हजुर। र हामी पनि त्यो काममै पनि छौँ। यही नै छ हाम्रोमा। अनि राष्ट्रपतिसँग कुरा गर्दा सर्वपक्षीय अन्तरिम सरकारको सम्भावना देख्नुभयो? उहाँले चाहिँ हुन बसेर छलफल गरौँ भन्नुभएको छ र हामी त अलिकति विस्तृतमा केही प्रस्तावहरू छन् राष्ट्रिय महत्त्वका, ती प्रस्ताव सहित एकचोटि भेट्ने तयारीमा छौँ। त्यो गर्दाखेरि फागुन 21मा चुनाव हुने सम्भावना अलिक कम हुन्छ है? फागुन 21 त यसै पनि वातावरण त्यति अनुकूल बनिसकेका छैन। हजुर। किनकि सबै दलका नेताहरू, सरकार पनि, प्रहरी प्रशासन सबैबाट हेर्दा फागुन 21 मौसमको हिसाबले पनि त्यति उपयुक्त देखिँदैन। तर जो चुनाव चाहिँ हुन्छ, अरू कुनै ठुलो समस्या आएन भने चुनाव चाहिँ हुने पनि हुन्छ। अनि अर्को कुरा नि, हिजोसम्म एकीकृत जनक्रान्ति भन्दै हुनुहुन्थ्यो, संसदीय धारमा दल दर्ता गरेर आउनुभयो। यसलाई अलिकति जनस्तरमा पनि अलि अनौठो जस्तो मानिएको छ, के भन्नुहुन्छ यसो पार्टीबाट? होइन, यो हामीले स्पष्ट पनि गरेका छौँ होइन। एकीकृत जनक्रान्तिभित्र चुनाव पनि छ, चुनावको मोर्चालाई पनि नयाँ प्रकारले प्रयोग गर्ने भन्ने हाम्रो नीति छ। सँगसँगै जनताको सङ्घर्षको भूमिका, दबाब त्यसलाई पनि चलाउनुपर्छ। हामीले पहिले एक्चुअली भनेका पनि थियौँ, सदन, सरकार र जनतालाई जोड्ने कुरा। एकीकृत जनक्रान्तिमा हामी आफ्नो मौलिक तरिकाले त्यसलाई जोडेर लैजान्छौँ। अनि 10 वर्ष अगाडि, करिब 10 वर्ष अगाडि रोल्पाको थबाङमा छोड्नु भएको माओवाद किन चाहियो त महासचिवज्यू फेरि? होइन, माओवाद हामीले छोडेको होइन। हाम्रो मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद माओवाद नै थियो होइन। पार्टीको नाम चाहिँ हामीले माओवादी हटाएर नेपाल कम्युनिस्ट पार्टी मात्रै राखेका थियौँ। त्यति बेला माओवादी आन्दोलनमा जस्ता खालका राजनीतिक, आर्थिक, सांस्कृतिक समस्याहरू देखिएका थिए। त्यो सँगै उस्तै नाममा रहँदाखेरि जनतामा एउटा केही कन्फ्युजन पनि जान्छ भन्ने हामीलाई थियो। अर्को कुरा, कम्युनिस्ट आन्दोलनलाई अलिकति फराकिलो प्रकारले नै लैजाउँ न त भन्ने हिसाबले हामी नेपाल कम्युनिस्ट पार्टी राखेको। तर अहिले फेरि माओवादी केन्द्र चाहिँ लगभग एमालेकरण, समाजवादी पार्टीकरण भइसक्यो। सिद्धान्तको हिसाबले पनि माओवादलाई छोडेर मार्क्सवाद लेनिनवादमा गयो। नाम पनि माओवादी छोड्ने, अनि त्यसपछि चुनाव चिन्ह पनि गर्दाखेरि अन्यत्र सबै हेर्दाखेरि पनि लगभग माओवादी भन्ने चिज चाहिँ आन्दोलनबाट विस्थापित हुन खोजेको। तर त्यो नाम चाहिँ फेरि नेपालको क्रान्तिकारी आन्दोलन, कम्युनिस्ट आन्दोलन, जनताको विद्रोहसँग एकदमै अविभाज्य र घनिष्ठ ढङ्गले जोडिएको हुनाले त्यो इतिहासको रक्षा आवश्यक छ भनेर। अनि त्यसपछि गएर फेरि हाम्रो माओवाद त हाम्रो सबै थियो सिद्धान्तमा। माओवाद सिद्धान्त अनुसार नै नाम पनि अहिले माओवादी राख्दा हुन्छ भन्ने हो। अर्को कुरा, निर्वाचन आयोगमा हेर्दाखेरि पनि माओवादी पार्टी लगभग कोही पनि नभएको र एउटा नेपाल कम्युनिस्ट पार्टी चाहिँ धेरै भएको हुनाले एउटा जनतामा जानको लागि पहिचान सजिलो होस् भनेर पनि हामीले माओवादी राख्छौँ। त्यही त तपाईँहरूलाई आरोप छ कि सैद्धान्तिक भन्दा पनि मतदाता फकाउनलाई यो नाम ल्याएको हो भन्ने आरोप छ, त्यसलाई स्वीकार्नुहुन्छ? होइन, त्यो जनतासँग त हामी माओवादी भनेर यसै पनि स्थापितै थियौँ नि। तपाईँहरू सबैलाई थाहा छँदैछ, हामीले नेपाल कम्युनिस्ट पार्टी राख्दाखेरि पनि जनतामा त विप्लव माओवादी भनेरै जनताले बुझ्थ्यो नि त। त्यो कुरा हामीलाई माओवादी भन्दा बाहिर जनताले बुझेको स्थिति होइन। तर अब नाम पनि हुँदाखेरि जनतालाई बुझ्न झन् सजिलो पनि हुने भयो एउटा। अर्को, नेपाली क्रान्तिकारी आन्दोलन, खास गरी जनयुद्धसँग आबद्ध नेपालका 10औं लाख जनता जो हुन् उनीहरू चाहिँ एकदम आत्मत्व भएको महसुस अहिले गरेको हामी पाउँछौँ। त्यस अर्थमा हामीलाई राम्रो हुन्छ त यसै पनि छ नि। अनि अर्को, नेपालमा देखिएको विशेष गरी वामपन्थीहरू, कम्युनिस्टहरू सिद्धान्त भन्दा पनि पद र प्रतिष्ठाका लागि जम्मै चिरा पर्ने आरोप आउन थाल्यो र त्यो देखियो पनि। त्यसलाई के भन्नुहुन्छ? होइन, यो चाहिँ कस्तो भने नि, यो पदको कुरा भइदिएको भए त यो हामीले गर्नुपर्ने नै थिएन। किनकि हामी त
सिङ्गै माओवादी पार्टीमै पदमा थियौँ होइन। सबै कमिटीहरू मन्त्री पनि, कोही मन्त्री हुनुहुन्थ्यो, कोही सांसद हुनुहुन्थ्यो, हामी जिम्मेवार ठाउँमा नै थियौँ होइन। तर कस्तो हो भन्नुहुन्छ भने यो एउटा आन्दोलनको जिम्मेवारीको विषय, त्यसपछि जनताप्रति उत्तरदायित्वको विषय, त्यसपछि परिवर्तनकारी आन्दोलनको रक्षा गर्ने र पूर्णता दिने जस्तो एउटा गहन विषय भएको हुनाले नै कम्युनिस्ट आन्दोलनमा चाहिँ विभिन्न खालका चाहिँ अब विभाजनहरू या टुक्रा टुक्रा भर्ने जस्तो भएको पनि हो। सबै खुदहरू विभाजनहरू अर्थपूर्णै हुन्छन् र ती चाहिँ औचित्यपूर्ण हुन्छन् भन्ने चाहिँ होइन। तर कुरा के छ, खास चाहिँ औचित्यपूर्ण हुन्छन्, त्यो चाहिँ स्पष्ट नै हो। र हाम्रो पार्टीको हकमा एउटा वैचारिक मान्यता, सङ्गठनात्मक अनुशासन, त्यसको सांस्कृतिक मामिलाहरू, सामाजिक मान्यताहरू सबै हिसाबले हाम्रो चाहिँ फरक कुरा हो र नेकपाको औचित्य चाहिँ साबित भइ नै सकेका छन्। अनि तपाईँले अस्ति दल दर्ता गर्दै गर्दा गुलाबको फुल चुनाव चिन्ह लिनुभयो, बन्दुक समाएको हातमा गुलाबको फुल अटाउला माछाजीज्यू? बन्दुक र फुल भनेका सँगसँगै हुन्छन् कि जसले फुललाई सौन्दर्य ढङ्गले बुझ्छ नि, त्यसले बन्दुकको महत्त्व पनि बुझेकै हुन्छ र जसले बन्दुकको महत्त्व बुझ्छ उसले फुलको महत्त्व पनि बुझा हुन्छ। यस अर्थमा त्यसलाई त्यहाँ अन्यथा मान्नुपर्ने कुरै छैन। त्यो भनेको के हो भने जनतालाई समस्या पर्दा, देशलाई चाहिँ अप्ठ्यारो पर्दाखेरि होइन, हामी जुनसुकै जोखिम मोल्न सक्ने गरी तयार हुनु विद्रोहको कुरा अधिकार हो। त्यसपछि हामी श्रमिक एउटा जनता, नागरिक र श्रमिक वर्गीय आन्दोलन, श्रमिक वर्गीय पार्टी भएको कारणले श्रमसँग सुन्दरता, फुलको सुन्दरता पनि सँगै जोडिएको हुन्छ नि। जसले सुन्दर संसार बनाउँछ त्यसले फुललाई रोज्ने कुरा त यो त कस्तो भने नि एकदमै स्वाभाविक कुरा हो नि। अनि गुलाबको फुल त्यसमा किन दिने? मतदाताले तपाईँहरूलाई भोट चाहिँ किन दिने माछाजी? फरक गर्नुहुन्छ भन्ने आधारहरू के छ? होइन, हामीले यो लामो यात्रामा जनतालाई नेकपा माओवादी फरक हो भन्ने कुरा हामीले साबित गरि नै सकेका छौँ र अहिले म देशैभरिसम्म जाँदाखेरि जनताले जो खालको माया, सद्भाव, भरोसा व्यक्त गर्नुहुन्छ त्यस हिसाबले जनतामा त एउटा स्पष्टै छ। अरू पार्टीभन्दा नेपाल कम्युनिस्ट पार्टी हिजो र आज चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादी यो फरक हो भन्ने कुरा जनताले राम्रोसँग बुझ्नु भएको छ र हामीले बुझाउँदै पनि छौँ। अब कयौँ ठाउँमा ग्याप छ भने त्यो स्पष्ट हुन्छ। त्यो त राजनीतिक ढङ्गले पनि, देशको स्वाधीनताको पक्षमा लडेको हिसाबले पनि, जनताका अप्ठ्याराहरूमा निरन्तर सँगसँगै उभिएको कारणले पनि, त्यसपछि गएर यतापट्टिबाट सांस्कृतिक मामिलामा पालना गरेको अनुशासन, श्रम, मेहनतले पनि, अनि त्यसको आर्थिक क्षेत्रमा आफ्नै शक्तिमा, आफ्नै पसिनामा आत्मनिर्भरतालाई अपनाएको कारणले पनि र आफूले मात्रै होइन जनतालाई पनि पैसा उत्पादन गर्न सिकाएको कारणले, जहाँ जहाँ हाम्रा उत्पादन केन्द्र छन् त्यहाँ जनतासँग सहकार्य भइरहेको र जनताले पनि विश्वास गरेको कारणले नेकपा माओवादी फरक हो र यसलाई चाहिँ जनताको प्रतिनिधि पार्टीको रूपमा बुझेर सहयोग गर्नुपर्छ भन्ने जनतामा छ। 64मा पनि त्यो फरक देखेर जनताले सर्वशक्तिमान बनाएको थियो भनेपछि अहिले यति बेला आम पब्लिकले आधार के भनेर प्रश्न राखे भने त जवाब दिनलाई गाह्रो नहोला र? होइन, अब 64मा पनि जनताको एउटा अभूतपूर्व हामीलाई समर्थन हो, तर त्यति बेलाको हाम्रो नेतृत्वले त्यो जनताको माया समर्थनलाई फेक्न नसकेको कुरा स्पष्टै छ र त्यसमा म धेरै कुरा भन्न चाहन्न। त्यसैले त माओवादी पार्टी चाहिँ निकै कमजोर भएर पनि गयो। जनताले जस्तो खालको मेहनत, अनुशासन, आदर्श अनि कार्यान्वयन, प्रयोग, व्यवहार चाहेका थिए माओवादीबाट, त्यो कुरो हुन नसक्दाखेरि जनतालाई ठुलो एउटा चाहिँ अविश्वास, आशंका पैदा भएको हो। तर अहिले त्यसलाई चाहिँ नेकपा माओवादी, आजको माओवादीले चाहिँ फेरि चिर्दै जनताको विश्वास जित्दै यहाँसम्म आइ नै सकेको छ। त्यो मात्रै होइन, एकचोटि नेकपा माओवादीलाई फेरि साथ दिनुपर्छ र हेर्नुपर्छ भन्ने वातावरण बनेकै देख्छु। अब अहिले हामीलाई देखाएको माया र सद्भाव मतमा व्यक्त हुन्छ कि हुन्न भन्ने जो कुरा छ, हामीलाई विश्वास छ कि हामीले खडा गर्ने प्रतिनिधिहरू जनताकै बिचबाट आउने, दुःख कष्ट गरेकै आउने, जनताको सेवा गरेका विभिन्न सङ्घ संस्था, समाजसेवी, उद्योगी, व्यवसायी, बुद्धिजीवीबाटै आउने र पार्टीका पनि जाने भएको हुनाले यो पटकको चुनावमा नेपाली जनताले नेकपा माओवादीका उम्मेदवारलाई विश्वास गर्नु पनि हुन्छ, जिताउनु पनि हुन्छ भन्ने हामीलाई चाहिँ विश्वास छ। नेकपा माओवादीको लिगेसी जस्तो 10 वर्षीय जनयुद्ध भयो,
तर तपाईँहरूलाई यति बेला सङ्क्रमणकालीन न्याय कहाँ छ? हिजोका सहयोद्धा, घाइते, मृतक बेपत्ता परिवार, यो हिंसा पीडित महिलाहरूको खबर कहाँ छ? अथवा अब भोट माग्दै जाँदा त उहाँहरूलाई खोज्नु पर्ला, यो बिचमा हामीलाई खोजिनन् भन्ने पर्याप्त गुनासो थियो। थाहा छ तपाईँहरूलाई सङ्क्रमणकालीन न्याय अथवा त्यो बेलाका सहयोद्धाको बारेमा राख्नु भएको छ तथ्याङ्कहरू अथवा हिसाब छ हजुरहरूसँग? अवश्य नै। अहिले सबभन्दा धेरै शहीद परिवार, बेपत्ता योद्धाका परिवार अनि घाइते कम्युनिटीसँग देशव्यापी रूपबाट प्रत्यक्ष साक्षरता गर्ने र छलफल चलाउने, समस्याहरू उठाउनेमा नेकपा माओवादी, आजको हाम्रो नेकपा माओवादी नै तपाईँले सायद बुझ्नु नै भएको छ। हामीले हेर्नुहोस् थुप्रै जटिलताका बिचबाट हामीसँग भएको स्रोत साधनलाई प्रयोग गरेर 1 दर्जन वरिपरि त हामीले शहीद परिवारको घर नै बनाएका छौँ। त्यही कुरा तपाईँ एकचोटि सरकारमा बसेका पार्टीहरूलाई हेर्नुभयो भने व्यक्तिगत स्वार्थ पुरा गर्ने दौडीले बाहेक भ्रष्टाचार, तस्करी, कमिसनखोरी, मानव तस्करी सारा कुरा विकृतिमा डुब्ने जो स्थिति देख्यो, नेकपा माओवादी त्योभन्दा अलग आएर आफ्नै मेहनत श्रम गरेर शहीद परिवारको घर, घाइतेहरूको सेवा उपचार, त्यसपछि बेपत्ता योद्धाहरूको परिवारको चाहिँ सुख दुःखमा सँगै हामी नै छौँ। त्यस हिसाबले त्यसको लेखाजोखा नेकपा माओवादीसँग छ र यदि जनताले अहिले हामीलाई चाहिँ त्यो मौका दिनुभयो, राज्यमा पुगेर जनताको सेवा गर्ने मौका दिनुभयो भने सबभन्दा पहिला हामीले नेपालका गरिब दुखी नेपाली जनता जसले ठुलो एउटा चाहिँ आशा भरोसा गरेर क्रान्तिलाई साथ दिएका हुन् उनको सेवा हामी पक्कै गर्छौँ। त्यसै शहीद परिवारको कुरा हुन्छ, बेपत्ता योद्धा, घाइतेहरूदेखि लिएर अहिले जेन्जी विद्रोहसम्म एकीकृत जनक्रान्ति, मधेस, जनजाति हुँदै यो जेन्जी विद्रोहसम्मका सबै विद्रोहीहरूका चाहना र प्रस्तावहरूलाई हामी पुरा गर्ने गरी काम गर्छौँ। त्यो चाहिँ हाम्रो विश्वास छ। माछाजी, जस्तो यो सशस्त्र जनयुद्धका समयमा यो हिंसामा परेकाहरूको उजुरी करिब 3000 बढी उजुरी यसपालि आयोगमा गयो। तर उहाँहरूको त खैखबर कसैले आजसम्म न त सरकार पक्षले गर्यो न विद्रोही कसैले पनि गरेन भन्ने ठुलो गुनासो छ। त्यसमा यहाँको के छ? होइन, त्यो एउटा ठुलो एउटा सामाजिक समस्या पनि हो। नेपालमा चाहिँ त्यस्ता घटना घटे भन्नुभयो त यो तपाईँले अहिले पेश गर्नुभएको सङ्ख्या र तथ्याङ्कले पनि बुझाउँछ होइन। मलाई लाग्छ अझै पनि सबै दिदीबहिनीहरूले जनताहरूले चाहिँ त्यो खुलेर भन्न सक्ने वातावरण बनिसकेका छैन। त्यसको पछाडि हाम्रो अलिकति हिचकिचाट छ, सामाजिक मान्यताहरू छन्, प्रतिष्ठाका कुराहरू छन्, यी सारा कुराले मान्छे चाहिँ नखुलेका कुराहरू छन्। तर चाहिँ यो भएको हो भन्ने कुरा त हामीले विगतदेखि भन्दै आएकै कुराहरू हो नि। ठुला ठुला समस्याहरू हामीले भोग्यौँ, प्रत्यक्ष देख्यौँ, यावत कुराहरू छन् नि। त्यो चाहिँ बिस्तारै अझै खुल्दै जाला। त्यसैले यो चाहिँ केसँग सम्बन्धित छ भन्दाखेरि क्रान्तिकारी आन्दोलनलाई पूर्णता दिनुभयो भने जनता खुसी भएर सहज ढङ्गले आफ्ना कुरा राख्ने सजिलो बनाइदियो भने आउनेवाला छन्। अलिक कम्प्लेक्स भयो, जटिलता भयो र झन् उल्टोतिर फर्कियो भनेपछि त्यो जनता त खुल्दैन नि। त्यस हिसाबले हामीले त यो कुरा भन्दै आएका छौँ। अन्तिममा छु माछाजी, यो जेएनजी आन्दोलनपछि नेत्रविक्रम चन्द विप्लवले त्यो आन्दोलनलाई अपनत्व लिन खोजिया हो, नत्र भने यत्रो वर्षसम्म संसदीय मूलधारलाई गाली गर्ने मान्छे यसरी दल दर्ता गरेर आउँदैन थियो होला भन्ने आरोप लाग्छ। हो त्यो आरोपमा के भन्नुहुन्छ यहाँले? होइन, परिस्थिति र समय यसको मुख्य कुरा हो होइन। हामी देशैभरि जाँदाखेरि र खासै नयाँ पुस्तासम्म पनि पुग्दा एकचोटि केवल विद्रोहको मोर्चाबाट मात्रै होइन, यो ब्यालेट हुन्छ नि, यो चाहिँ मत, जनताको मतको मोर्चामा पनि नेकपा माओवादी, हिजोको नेकपा अहिलेको माओवादी आउनु पर्यो भन्ने सुझाव हामीलाई चारैतिर थियो। बुद्धिजीवी साथीको पनि, उद्योग व्यवसायी साथीको पनि। र अब नेपालमा एकचोटि तपाईँले यताबाट काम गर्न सम्भव छ। अरू सबै पार्टी विचलित भएको, आफ्ना प्रस्ताव र जनताको अपेक्षाबाट पछाडि हटेको स्थितिमा नेकपा माओवादीले यी प्रस्तावहरूलाई पुरा गर्ने गरी आउनुपर्छ, हाम्रो साथ हुन्छ। सिर्फ विद्रोहको मात्रै कुरा गर्दा मध्यम वर्ग, बुद्धिजीवी, सहरिया साथीहरू, त्यसपछि गएर उद्योग व्यवसायहरूको भूमिका चाहिँ नदेखिने भयो, कमजोर भयो। र त्यही तब हाम्रो भूमिकालाई पनि प्रयोग गर्ने गरी आउनु पर्यो भन्ने सुझाव थियो। त्यसैले हामी चाहिँ आएका हौँ। त्यो मात्रै होइन, अहिले जेएनजीका साथीहरूसँग कुरा हुँदाखेरि पनि सबभन्दा धेरै विषयमा हामीसँग सहज छलफल हुने एउटा विश्वासको वातावरण हामीसँग नै छ। त्यस कारणले पनि यो मोर्चामा चाहिँ जेएनजी सहित मिलेर पनि जाउँ, नयाँ पुस्ता सहित मिलेर जाउँ, अनि त्यसपछि नेपालका सैनिक जनता, बुद्धिजीवी, व्यवसायी सबैसँग एउटा सहकार्य गरौँ भनेर हामी निर्णय गरेको हो होइन। यस अर्थमा के लाग्छ भने यो कुनै एउटा उसलाई चाहिँ अवसरलाई प्रयोग गर्न खोजेको भन्ने होइन कि यदि चुनावी मोर्चामा सहभागी बनेर जनताको विश्वास जितेर
राज्यको नेतृत्व गर्ने, जनताको सेवा गर्ने र हाम्रो देशको स्वाधीनतामाथि उठेका समस्याहरूको समाधान गर्न सकिन्छ भने जनताको भावना अनुसार नै जाउँ भन्ने हाम्रो कुरा हो। यो जिम्मेवारीको कुरा हो, यो चाहिँ कुनै अवसरलाई फाइदा लिने कुरा होइन। चुनाव अन्त्यमा आम नेपाली मतदाता नेपालीहरूलाई नेत्रविक्रम चन्द अथवा नेपाल कम्युनिस्ट पार्टी माओवादीले दिनुपर्ने सन्देश त्यस्तो केही छ महासचिवज्यू? हाम्रो एउटै सन्देश के छ भने नेपाल सङ्कटमा पनि छ, एउटा सम्भावनाको सङ्घारमा पनि छ। यदि नेपाली जनतालाई हामीले कुरा बुझाउन सक्यौँ र जनताले पनि बुझ्यो भने यो सङ्कटको समाधान अहिले नै एउटा सबभन्दा शक्तिशाली निकास निकाल्ने र एउटा रूपान्तरण गर्ने सम्भावना अहिले नै सबभन्दा बढी शक्तिशाली छ। त्यस हिसाबले त्यो कसरी हुन्छ भन्दाखेरि चुनाव भएछ भने पनि जनताको मत सबभन्दा अग्रगामी शक्तिमा सहभागी हुनु पर्यो, आउनु पर्यो, व्यक्त हुनु पर्यो। यदि यसमा षड्यन्त्र भएछ र देशलाई चाहिँ कुनै तरिकाले अनि उल्टो दिशातिर फर्काउने भयो भने पनि जनता चाहिँ आन्दोलनको रूपमा पनि आन्दोलनकारीको रूपमा पनि अगाडि आउन तयार हुनुपर्छ। त्यसो मिलाउन सकियो भने नेपालमा सङ्कट मात्रै होइन, रूपान्तरणको सम्भावना पनि एकदमै प्रबल छ भन्नुहोस् न। यस हिसाबले सबै जनतालाई हामी छलफल गरौँ, सबैले एउटा निष्पक्ष ढङ्गले जो अहिले देखिन्छ पनि हुन्छ सबै जनतामा अहिले मान्छेले पैसा खान्छन्, जनताले जसले पैसा दियो त्यतै लाग्छन् भन्ने छ। यो पटक सायद यो 82 सालको निर्वाचनमा पैसाको प्रयोग त्यसरी हुने छैन र जनताले त्यसरी बुझ्ने छैनन् भन्ने हामीलाई विश्वास छ। निष्पक्ष प्रकारले आफ्नो अग्रगामी भूमिकालाई जनताले पुरा गर्नेहरू आउँछन्। आउँदाको स्थितिमा चाहिँ नेपाल परिवर्तनतिर जान सक्छ भन्ने हाम्रो चाहिँ एउटा विश्वास छ। यति कुरामा चाहिँ बुद्धिजीवी साथीहरू, मध्यम वर्गका साथीहरू, सहर गाउँका सबै आदरणीय जनसमुदायलाई अपिल गर्न चाहन्छु। हस्, धन्यवाद।